र हालेलुया प्रेज द लर्ड। र हामी यहाँ परमेश्वरको सुसमाचारमा दौडिरहँदाखेरि यहाँ तिमी तालकोमा आइपुगेका छौँ। आज हिजो अस्तिको दिन हामी गाङ्लामा थियौँ, दोजोक गाङ्लामा थियौँ। अनि हिजो भालेढुङ्गा मुनि पुगेको थियौँ, भालेढुङ्गा गाङ्ला के अरे याङगाङ। अनि आज यहाँ तिमी तालकोमा आइपुगेका छौँ र है परमेश्वरको एउटा सुसमाचारको दौरानमा पनि हामी परमेश्वरको सुसमाचार प्रचार गर्दै धेरै परमेश्वरको काम भइरहेको छ। र यो भिडियो सबैले हेरोस्, कहाँ पुगेको छ रहेछ त, कस्तो प्रभुको काम गर्दैछ भनेर, जग्गा कस्तो रहेछ भनेर यो भिडियो बनाएको मात्रै हो। आमेन आमेन हालेलुया। यतातिर जाउँ हजुर, यो सबै कस्तो डाँडा काँडा सबै आउँछ। ल हामी डाँडा काँडाको सिनलाई पनि हामी लिँदैछौँ दुईजना भएर चाहिँ एकदमै तपाईँको सुन्दर ठाउँहरू, सुन्दर डाँडा काँडाहरू हेर्नुहोस्। हामी यसरी चाहिँ के भन्छ, यो ठाउँमा चाहिँ हामी आइपुगेका छौँ र यो ठाउँमा आउन नै भाग्यशालीको कुरा हामी सम्झिन्छौँ। किनभने यस्तो कुदरत क्षेत्रहरूमा परमेश्वरले यो ठाउँमा यति आशिष दिनुभएको छ। मधेसमा यस्तो वातावरणहरू हामी पाउन सक्दैनौँ, तर यो ठाउँमा आएपछि एकदम स्वच्छ वातावरण, तपाईँको स्वच्छ हावा, अक्सिजन युक्त ठाउँ, पर्याप्त मात्रामा पाउने ठाउँ। हालेलुया 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 प्रेज द लर्ड हालेलुया। धन्यवाद छ। आमेन।